मर्निङ गुड आफ्टरनुन सबैजनालाई। अनि म धेरै दिनपछि आउँदैछु किनकि मेरो मोबाइलको डिस्प्ले फुटिसकेको थियो हैन। हामी चाहिँ क्लास 11 को लोजिक अनि सेट पढिसक्यौँ हैन। अनि स्ट्याटिक्स पनि कन्टिन्युटी स्ट्याटिक्स हैन, बीबीएस फर्स्ट इयरको पनि 11 इयरको सँगै हामी जाने है, किनकि धेरै कुराहरू कमन छ। अनि यो ब्याकग्राउन्डमा धेरै हल्लाहरू सुनिरहेको हुन्छ किनकि यु नो कतै गाना बजिरहेको हुन्छ, के भइरहेको हुन्छ। ल म यसको तपाईहरुलाई सिम्पल कन्सेप्ट सिकाउँछु है, किनकि यो तपाईहरुले धेरै जसोलाई आउँछ किनकि यो सेभेन क्लासमा पनि छ। रियल नम्बर, अब रियल नम्बर भनेको के हो, रेशनल नम्बर भनेको के हो, इरेशनल नम्बर भनेको के हो, यो बुझ्नको लागि नि तपाईले सिम्पल तरिकाले सिकाउँछु है। रियल नम्बर भनेको हैन जस्तै कुनै पनि नम्बर हो हैन, जस्तै 1 2 3 4 4.5 6 7 हैन, यस्तोलाई हामी रियल नम्बर भन्छ हैन। जस्तै 4/5 यो हामी सपोज मानौं p/q मा लेख्यौं हैन, तर q = 0 हुनु भएन है, बुझ्नुभयो हैन। कुनै पनि नम्बर हामी लेख्न सक्छौं रेशनलमा, तर q = p/q को फर्ममा लेख्नु पर्यो, q = 0 हुनु भएन। अनि इरेशनल भनेको रेशनल बाहेक सबै इरेशनल हो, सिम्पल लोजिक है। अनि रेशनल बाहेक सबै के हो, इरेशनल हो। अनि हामी रेशनल यसरी q लेख्छौं अनि इरेशनल यसरी q को माथि बार दिन्छौं, यसलाई के भन्छ, q कोएफिसिएन्ट। अब जस्तै यसको के हुन्छ, हामी इरेशनलको जस्तै 3.14156789 जान्छ, यस्तो भनेको प्राय के हुन्छ, इरेशनल हुन्छ जहाँ इन्ड हुँदैन है। अब रेशनल भनेको प्राय बुझिसक्नु भयो है। अनि रियल नम्बर भनेको के हो, हामी सेट पढेको थियौं, तपाईलाई थाहा छ है। सेटमा के भयो, जस्तै यो भयो रेशनल नम्बर, यो भयो इरेशनल नम्बर, यो दुवैको कमन भनेको के भयो, रियल नम्बर। यसको सबै दुवैलाई हामी एड गर्छौं हैन, मतलब एड भन्दा नि यसको सबै एलिमेन्ट अनि यसको सबै एलिमेन्ट भनेको रियल नम्बर हो। रेशनल नम्बरको सबै एलिमेन्ट अनि इरेशनल नम्बरको सबै एलिमेन्ट इक्वल टु के हो, रियल नम्बर। अब रेशनल नम्बर कति प्रकारको हुन्छ यो तपाईहरुको बुझ्न छ है। रेशनल नम्बर दुई प्रकारको हुन्छ। फ्र्याक्सन, फ्र्याक्सन भनेको तपाईहरुले सिकाउनु पर्दैन, जस्तै हामी p/q को फर्ममा लेख्न सक्छौं हैन, तर हामी न्युमिनेटर बाइ डिनोमिनेटर भन्छौं है। हामी लेख्छौं त्यो सबै के हो, फ्र्याक्सन। फ्र्याक्सन भनेको अब लाइक फ्र्याक्सन, अनलाइक फ्र्याक्सन, प्रोपर, इम्प्रोपर, मिक्स, यो सिकाउनु पर्दैन है, तपाईहरुलाई थाहा छ। इन्टिजर भनेको के हो, जस्तै कि अब हामी लेख्यौं हैन, एउटा लाइन भयो, ठीक छ। यो के भयो, 0 1 2 3 4 5 6 डैश डैश डैश, ठीक छ। -1 -2 -3 -4 -5 -6। ल यो भनेको हाम्रो इन्टिजर भयो हैन। इन्टिजर 3 प्रकारको हुन्छ, यहाँ लेखिरा छ है। 0 भनेको यो 0 सिम्पल है, 0 भनेको 0। नेगेटिभ भनेको जतिमा अगाडि माया छ सबै नेगेटिभ, पोजिटिभ भनेको जति पछाडि पोजिटिभ सबै पोजिटिभ। फेरि सुन्नु है, इन्टिजर भनेको 3 टाइप्सको हुन्छ। 0 भनेको 0 थाहा भयो, नेगेटिभ भनेको अगाडि माइनस हुन्छ, पोजिटिभ भनेको यता हामी पोजिटिभ लेख्न पनि सक्छौं, लेख्दा पनि हुन्छ, नलेख्दा पनि हुन्छ है। अनि पोजिटिभ इन्टिजरलाई हामी नेचुरल नम्बर पनि भन्छौं है, नेचुरल नम्बर। अब कुनै कुनै बुकमा के लेखिरहेको हुन्छ, नेगेटिभ इन्टिजर अनि होल नम्बर। जस्तै नेगेटिभ इन्टिजर यहाँ लेख्छ है, होल नम्बर। अनि होल नम्बरलाई दुई भागमा डिभाइड गरेको हुन्छ, 0 अनि नेचुरल नम्बर। अनि हामीलाई थाहा छ है, नेचुरल नम्बरमा 0 एड गर्दा के हुन्छ, हाम्रो होल नम्बर हुन्छ। सिम्पल कन्सेप्ट है, फेरि ट्राई बुझ्नु। इरेशनल नम्बर भनेको अब पोइन्ट पछि, जस्तै अब कुनै नम्बरको इन्ड छ, जस्तै कि पाई भनेको के भयो, इरेशनल नम्बर हैन, हामी यसरी q बार लेख्न सक्छौं। तर 3.14 छ भने यो के भयो, रेशनल नम्बर है। फेरि सुन्नु है, पाई भनेको के भयो, इरेशनल नम्बर, 3.14 छ भने रेशनल नम्बर। किनकि पाई को भ्यालु मलाई थाहा छ नि त कहाँसम्म अन्त हुन्छ भनेर। त्यस्तै गरेर हामी यो बुझ्यौं हैन। रियल नम्बर भनेको रेशनल नम्बर र जस्तै यसै लेखौँ है, रेशनल नम्बर र इरेशनल नम्बर इक्वल टु के भयो,
युनियन हुन्छ है सरी रियल नम्बर सिम्पल कन्सेप्ट है गाइस सो वी आर गोइङ टु टक अबाउट प्रोपर्टिज अफ रियल नम्बरको प्रोपर्टिजहरु के हो त्यो सबै हामी 7 क्लासमा पढिसकेका छौं है कुनै चाहिँ प्रोपर्टी यसको मतलब के भन्न खोजेको यदि ए र बी रियल नम्बरमा यो भनेको ई हैन है फेरि यो भनेको बिलोंग्स टु होला belongs to ना if A and B belongs to R then A plus B are real number A plus B belongs to real number and A into B it means जस्तै अब एउटा एक्जाम्पल हुन्छ जस्तै A को भ्यालु 5 हो B को भ्यालु 1.5 हो दुवैलाई मल्टिप्लाई गर्दाखेरि के हुन्छ 7.5 यसको मतलब यो पनि रियल नम्बर हो यो पनि रियल नम्बर हो दुवैलाई प्रोडक्ट गर्दा जुन नम्बर आउँछ त्यो पनि रियल नम्बर नै हो अब जस्तै एउटा 6.3 छ प्लस 2.7 हामी गरे यो पनि रियल नम्बर हो अर्को पनि रियल नम्बर हो दुवैलाई एड गर्दा कति आयो 9 यो पनि के हो रियल नम्बर यसको मिनिङ यति मात्रै हो त्यसपछि कम्युटेटिभ प्रोपर्टी यसको मिनिङ के हो भन्दाखेरि जस्तै दुईटा कुनै नम्बर ए र बी त्यो दुवै नम्बर हाम्रो रियल नम्बरमा बिलोंग्स गर्छ है बिलोंग्स भनेको त्यो भित्र है हाम्रो के छ a र b बिलोंग्स टु r देन a plus b इक्वल टु b plus a यो पनि हामीलाई थाहा छ जस्तै के हो हेरौं फर एक्जाम्पल हैन 4 plus 5 इक्वल टु 5 plus 4 कुरा सेम हुन्छ है कुरा सेम हो 4 plus 5 गरौँ यहाँ 5 plus 4 हामीले आन्सर आउने भनेको 9 नै यो पनि के हुन्छ रियल नम्बर बिलोंग्स टु गर्छ अब यता फेरि के भनेछ जस्तै 4 into 5 equal to 5 into 4 नम्बर के हुन्छ 4 into 5 या 5 into 4 हामी रेशनल नम्बरलाई के प्रोपर्टी हो कम्युटेटिभ प्रोपर्टीमा के भन्छ कुनै पनि नम्बर दुईटा नम्बर रेशनल नम्बर छ भने दुवैलाई मल्टिप्लाई गर्दा हैन उल्टो गर्दा सुल्टो गर्दा पनि आन्सर सेम हुन्छ प्लस गर्दा नि आन्सर सेम हुन्छ यसो के भयो क्वान्टिटी गर्छ एकदम सिम्पल है एसोसिएटिभ प्रोपर्टी यसलाई के भन्छ जस्तै कुनै तीनटा नम्बर ए बी सी जस्तै 1 plus 2 3 यो ब्र्याकेटमा हुन्छ हैन 1 plus 2 3 अब कि त हामी यो दुईटालाई फर्स्टमा एड गरौँ कि त यो दुईटालाई गरौँ कि त यो दुईटालाई गरौँ जुन सुकैलाई हामी एड गरे नि भ्यालु भनेको सेम आउने हो जस्तै अब 1 plus 2 plus 3 गर्दा के हुन्छ भ्यालु सेम नै हुन्छ अर्कोमा के भनेछ यहीमा मल्टिप्लाई गर्दाखेरि फर्स्टमा हामी बीसी लाई मल्टिप्लाई गरौँ चाहे एबी लाई गरौँ चाहे एसी लाई गरौँ जुन सुकैलाई गरौँ हैन तीन त यदि मल्टिप्लाई हो भने सेम जस्तै 4 5 into 6 4 into 5 into 6 कति हुन्छ 6 5 जा 30 34 जा 100 अनि यो पनि के बिलोंग्स गर्छ रेशनल नम्बरमा एकदम इजी हो है फेरि यो एक्जिस्टेन्स अफ आइडेन्टिटी एलिमेन्ट्स यसमा के भनेछ यदि कुनै पनि हैन एलिमेन्ट मतलब कुनै पनि ए बिलोंग्स टु आर छ भने अब यहाँ हेर्नु देयर एक्जिस्ट 0 1 बिलोंग्स टु आर जस्तै भयो कुनै पनि नम्बर 4 plus 0 equal to 0 plus 4 के हुन्छ 4 नै हुन्छ है यसलाई जस्तै यहाँ के छ a को भ्यालु के भयो 4 हैन यसमा जति एडिटिभ भन्छ एडिटिभ प्रोपर्टी त्यो भन्छ हैन कुनै पनि नम्बरमा हैन हामी 0 एड गर्दा भ्यालु चाहिँ के हुन्छ जुन नम्बरमा हामी 0 गरेको हुन्छ त्यही नम्बर जस्तै 100 मा 0 गरे भने के हुन्छ 100 सिम्पल अब कुनै पनि नम्बरमा 1 ले मल्टिप्लाई गर्दा के हुन्छ सेम नम्बर जस्तै 4 4 1 जा 4 10 1 जा 10 100 1 जा 100 1000 1 1000 जुन सुकै होला हामी 1 ले मल्टिप्लाई गर्दाखेरि आन्सर के हुन्छ त्यही हुन्छ सेम हुन्छ ए ले जस्तै यहाँ ए माइनस यहाँ पनि के भयो ए नै भयो है अनि यहाँ इन्भर्स एलिमेन्ट्स को कुरा आएको छ हैन इन्भर्स एलिमेन्ट भनेको अब जस्तै यहाँ भनेको एक्जाम्पल यसरी बुझ्नु जस्तै यहाँ एउटा माइनस a छ अनि एउटा a को पावर -1 छ अब यसमा के भनेको छ जस्तै एडिटिभमा के हुन्छ
a प्लस माइनस a गर्यौं भने हाम्रो के हुन्छ 0 हुन्छ है। जस्तै 4 प्लस माइनस 0 माइनस 4 गर्यौं भने के हुन्छ हाम्रो 0 हुन्छ। अब यसलाई उल्टो गर्दा नि त्यही हुन्छ -4 प्लस 4 गर्यो भने 4 4 कट के भयो 0 भयो। अनि a को पावर माइनस यो त एडिटिभ भयो हैन, एडिटिभ भयो अथवा यो एड भयो हैन। मल्टिप्लाईमा के हुन्छ जस्तै a इन्टु a को पावर माइनस 1। अब जस्तै यो कसरी 1 भयो तपाईलाई जस्तै कि थाहा होला है, म यहाँ गरिदिन्छु है। जस्तै a इन्टु a को पावर माइनस 1 हैन। हामी अल्जेब्रामा पढेको थियौं यसको पावर के हुन्छ 1 हुन्छ। मल्टिप्लाईमा के हुन्छ त्यसले 8 हुन्छ, पावर 8 हुन्छ। a कमन छ, a कमन है 1 माइनस 1 कति 1 कटको 0। अब 1 को पावर 0। अब कुनै पनि नम्बरको पावर 0 छ भने त्यसको भ्यालु के हुन्छ 1। हामीलाई यदि थाहा छ है। यो सबै प्रोपर्टी हो, एकदम सजिलो है, यो कुनै गाह्रो हैन। यो सबै थाहा छ, यो बचेर चाहिँ पढेर आउँदैछौं। अब अगाडि बढौं। सो अब हामी अर्डर प्रोपर्टीको बारेमा कुरा गर्छौं है। जस्तै a 0 भन्दा धेरै छ भने के हुन्छ पोजिटिभ। त्यही यो हामी एउटा लाइन दिए यो 0 -1 -2 -3 1 2 3। अब तपाईहरु हेर्न सक्नुहुन्छ है। जस्तै a धेरै छ, जस्तै यतातिर a छ हैन, यो 0 भन्दा धेरै छ भने के भयो पोजिटिभ। 0 भन्दा कम छ भने नेगेटिभ। जस्तै यहाँ 0 धेरै छ है, यहाँ हेर्न सक्नुहुन्छ यहाँ 0 धेरै छ कि छैन, अनि यो के भयो नेगेटिभ। यो त भन्नु पर्दैन हैन। जस्तै -3 ठुलो हो कि 0 ठुलो, अनि हाम्रो के ठुलो हो 0। अनि यहाँ 1 ठुलो हो कि 0 ठुलो हो, के ठुलो हो 1। अनि पोजिटिभ नेगेटिभ हेर्नु यो कन्सेप्ट सिम्पल छ है। नेगेटिभ तिर बढ्दाखेरि हैन, जस्तै यतातिर हामी यतातिर बढ्दाखेरि के हुन्छ यतातिरको नम्बर ठुलो हुन्छ के 0 समय जस्तै हुन्छ। जस्तै अब -3 ठुलो हो कि -1 ठुलो। अब -1 ठुलो किनकि अब तपाईसँग हैन 10 रुपैयाँ कर्जा छ हैन, अनि मसँग 2 रुपैयाँ कर्जा छ, अनि मसँग थोरै कर्जा छ नि, मलाई थोरै पैसा रिटर्न गर्नु पर्यो। त्यस्तो कन्सेप्ट बुझ्नु पर्छ है। नेगेटिभ भनेको नेगेटिभमा हैन जुन संख्या थोरै हुन्छ त्यो भनेको धेरै हो के। पोजिटिभमा उल्टो हुन्छ। पोजिटिभमा जस्तै 1 ठुलो कि 3 ठुलो हो 3 ठुलो। तर नेगेटिभमा -1 ठुलो हो कि -3 ठुलो हो -1 ठुलो हो, किनकि 0 को नजदिकमा आउनुपर्छ। यतादेखि 0 को नजदिकमा आउने नम्बर ठुलो हुन्छ, यहाँदेखि 0 देखि टाढा जाने नम्बर ठुलो हुन्छ। ल यो त हामी बुझ्यौं है। यसलाई के छ ल a ठुलो भने पोजिटिभ भयो, a सानो भने नेगेटिभ भयो। इफ a b बिलोंग्स टु r, a बिलोंग्स टु a भनेको 0 भन्दा धेरै हो, b पनि 0 भन्दा धेरै हो भने दुवैलाई मल्टिप्लाई गर्दाखेरि के हुन्छ 0 भन्दा धेरै नै हुन्छ। तर तपाईलाई थाहा छ एक्जाम्पल जस्तै 4 * 5 यो पनि 0 भन्दा धेरै, यो पनि 0 भन्दा धेरै, कति भयो 0 भन्दा धेरै आयो। अब दुईटै मध्ये एउटा 0 भन्दा कम भयो भने हाम्रो कम। जस्तै तपाईहरु हेर्नु 4 * -5 बढ्यो भने के हुन्छ -20। हामीले भन्नु पर्दैन किनकि माइनस जस्तै हो दुईटा फेरि नेगेटिभ नम्बरलाई मल्टिप्लाई गर्दाखेरि पोजिटिभ माइनस आउँछ। यो त सिकाउनु पर्यो नि, यो त बच्चैकोले हामी सिकाइरहेछ। ट्रिचोटोम के भन्दै म प्रोनाउन्सिएसन गर्नै बिर्सेँ त। ट्रिचोटोमी प्रोपर्टी। अब जस्तै हेर्नु यो भनेको के हो कुनै पनि नम्बर है, कुनै पनि रेशनल नम्बर या त त्यो जस्तै दुईटा नम्बर छ कुनै पनि रेशनल दुईटा छ a र b। दुईटा नम्बर मध्ये एउटा नम्बर कि त ठुलो हुन्छ कि त सानो हुन्छ कि त बराबर हुन्छ। जस्तै एउटा एक्जाम्पल है 4 5 लिनु हैन, 5 ठुलो छ न यो कन्डिसन आयो। जस्तै 5 ठुलो छ यो कन्डिसन आयो। 4 4 इक्वल टु दुईटा रेशनल नम्बर हुँदाखेरि हामी ग्रेटर देन लेस देन अनि इक्वल टु यो तीनटा बाहेक अरु कुनै साइन युज गर्ने जरुरत पर्दैन हैन, किनकि दुईटा नम्बर छ कुनै रेशनल नम्बर कि त त्यो ग्रेटर देन हुन्छ कि त लेस देन हुन्छ कि त इक्वल टु हुन्छ है। त्यसपछि ट्रान्सिटिभ प्रोपर्टी।
यसमा के भनेछ इफ ए बी सी बिलोङ्स टु आर, जस्तै ए र बी र सी आर मा बिलोङ्स गर्छ पर्छ। अनि के भन्छ ए ग्रेटर देन बी, बी ग्रेटर देन, ल यो सिम्पल तरिका यसरी सिकौँ है। जस्तै तीन जना छ, एउटा राम छ, श्याम छ, हरि छ। यदि राम 6.8 फिटको छ, ठीक छ, श्याम 6.6 फिटको छ, अनि हरि 6.4 फिटको छ। अब हामी यहाँ कस के बुझ्छौँ, श्याम हरि भन्दा ठुलो छ, राम श्याम भन्दा ठुलो छ भने हामीलाई के थाहा छ, राम हरि भन्दा पनि ठुलो छ। जस्तै अर्को इक्जाम्पल भन्दाखेरि एकजना 10 किलोको छ, एकजना 11 किलोको छ, एकजना 12 किलोको छ। अब राम जस्तै रामसँग 10 केजी छ, केही त्योसँग 11 केजी, त्योसँग 12 केजी। राम भन्दा धेरै कोसँग छ, श्याम, श्याम भन्दा धेरै कोसँग छ, हरिसँग छ। इट मिन्स राम भन्दा धेरै पनि हरिसँग छ। ए अब हामीलाई थाहा छैन ए देखि यहाँ के भनेछ, ए बी भन्दा ठुलो छ अनि बी सी भन्दा ठुलो छ। यसको मतलब ए भन्दा ठुलो के हो, ए सी भन्दा पनि ठुलो छ। यहाँ ए भन्दा ठुलो के हो, बी, बी भन्दा ठुलो के हो, सी। यसको मतलब ए भन्दा ठुलो के भयो, सी। सिम्पल। ल एडिटिभ प्रोपर्टी अब एक सपाट तपाईलाई सिकाउनु पर्दैन है। जस्तै के हेर्न सक्नुहुन्छ, ए बी सी तीनटा के हो, रेशनल नम्बर। यो भनेको बिलोङ्स टु है, ई नपढ्नु है, बिलोङ्स टु रेशनल रियल नम्बर। यदि ए ठुलो छ, इफ ए बी भन्दा ठुलो छ, देन ए प्लस सी ग्रेटर देन बी प्लस सी। त्यस्तै भयो है। जस्तै सी तर 0 हुनु भएन है। ए यहाँ 0 हुँदा नि हुन्छ है, सरी। जस्तै प्लसमा हेर एडमा, जस्तै ए प्लस सी बी प्लस सी। अब ए को भ्यालु 4 राख्ने, यसको 5। अब हामीलाई के भनेछ, ए ठुलो छ, बी भन्दा के छ, ए ठुलो छ। यसको 3 भयो, यसको 5। 5 5 त सेम छ, कति हैन, 4 त ठुलो भयो। यसरी कन्सेप्ट सिम्पल कन्सेप्ट छ है। जस्तै यहाँ के भनेछ, ए प्लस सी ग्रेटर देन बी प्लस सी। अब जस्तै ए प्लस सी बी प्लस सी चाहिँ यहाँ बी प्लस सी ठुलो, किनकि ए बी भन्दा ठुलो हो। अब हेर्नु सी सी कट्यो हैन, सपोज भनौँ है, हामीलाई ए भन्दा कुन ठुलो छ, बी, अनि त्यही भएर बी ठुलो। सिम्पल। अब हामी मल्टिप्लिकेटिभ प्रोपर्टी, मल्टिप्लाईमा हामीलाई थाहा छ है। जस्तै यहाँ 0 हुनु भएन है, के हुनु भएन, 0। जस्तै ए बी भन्दा ठुलो छ, देन ए मल्टिप्लाई सी लाइक के हुन्छ, ग्रेटर देन, अबे भन्छु है, ए सी ठुलो छ बी सी भन्दा, के भन्दा ठुलो छ, बी सी भन्दा। तर सी के हुनु पर्यो, 0 भन्दा धेरै हुनु पर्यो। फर इक्जाम्पल ए के छ 4 into 5 ग्रेटर देन ए के छ 3 into 5। अनि गर्दाखेरि हाम्रो यो ठुलो आयो। तर यदि यसको ठाउँमा 0 राखिदियो भने यसको पनि भ्यालु के हुन्छ, 0, अनि बराबर हुन्छ 0 0। त्यही भएर हामी 0 भन्दा ठुलो हुनुपर्छ। तर यो उल्टो केसमा के हुन्छ, हाम्रो हाम्रो बी ठुलो हुन्छ हैन, कुन केसमा, वेट, हाम्रो ए ठुलो छ हैन, ए ठुलो छ बी भन्दा, देन एसी। अब एसी हेरौँ है, सी भनेको 0 भन्दा कम हुनु पर्यो। जस्तै ए को भ्यालु कति छ, 4 into -1, ठीक छ, 4 into -1। अब के गर्ने, यसको भ्यालु कति छ, 3 into -1। अब भन्नुस् -4 ठुलो हो कि -3, -3। अब माइनस केसमा उल्टो हुन्छ, यो कुनै कम्प्लिकेटेड कुरा छैन है। आई होप यु अन्डरस्ट्यान्ड दिस। अब बिस्तारै बिस्तारै स्ट्याटिस्टिक्स पनि पढ्नु पर्छ है। द्याट मच फर टुडे।